सेलेरी आयो। अब पीडा कस्तो छ भने छोरो मान्छेले सेलेरी कति के यति उति भनेर नदेखाउनु भन्छन् हैन। के सुनाइराख्नु के देखाइराख्नु भन्छन्, तर अब के गर्नु, यो बाध्यता नि, यो पीडा यस्तो छ हो। के गर्नु त, आफूलाई खर्च घरमा दुख बिराम साह्रो गाह्रो यसो तिरो भरो के गर्नु पर्यो। बर्खा लाग्यो पानी चुन्छ भन्छन्, त्यो छानो फेर्नु पर्ने होइन। यो सबै यसैले गर्ने हो। पैसा चाहिँ यति हो, धेरै भए पनि त उहाँ भन्नु सबै सहेका मात्रै छन्। बडा गाह्रो हो। यहाँ 1 रुपियाँ पनि छ। यो चाहिँ यो छानो फेर्नलाई 1000, 1500, 2000, 2500, 3000, 3500, 4000, 4500, 46, 47, 48, 49, 50, 51, 52, 53, 54, 5500 छानो फेर्नु पर्यो। कति हुन्छ? 2 लाख अलिकति क्रस होला। यस्तो छ हालत। अनि अब यस्तै हो, साह्रो गाह्रो पर्दा अस्ति यसो चलाइएको थियो साथीभाइ इष्टमित्रसँग, त्यो पनि तिर्नै पर्यो। अब फेरि नपत्याउला नदिँदा पनि गाह्रो छ त। 1500, 100, 200, 300, 400, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15 कति भयो हौ? 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15 अब घरमा घर खर्च चाहियो। आफूलाई खर्च पनि यहीँबाट कताबाट पुऱ्याउने होला? 100, 200, 300, 400, 500 1000 घर खर्च हुँदै थियो, कता 500 मात्रै भयो रोजा। अनि आफूलाई कताको 500 घर खर्च, 50 रुपियाँ यो पैसा लाग्यो चार्ज हो। पैसा आफूलाई बच्यो यति। कम्पनीले भात त दिन्छ होइन। अब यसो कोही बेला खर्च सर्च त आफूलाई चाहिन्छ। 1 रुपियाँमा चिया त खाइन्छ होइन। अब 1 महिना काम गरेछ, यता खर्च त बुझाउनु पर्यो। यो यस्तो छ होइन। सजिलो त कहाँ छ र। सबै राखेर सिरानीमा राखेर सुताउनु त भन्नु फेरि कमाउन आएको पैसा पठाएन भन्ला होइन। घरतिर पनि समस्या त्यस्तो। मेरो मात्रै हो कि सबैको त्यस्तै हो कि? हालत यस्तो छ। सेलेरी आयो नि, अब अनुहार उज्यालो गोजी आउँदैन यस्तो छ। अब 1 रुपियाँको चिया त खान्छु गएर। अब यस्तो छ हालत होइन। विदेशी भन्न मात्रै छ, सजिलो कहाँ छ र। दुबईको हालत है यस्तो।